सभामुख महोदय, विनियोजन विधेयक र यस वर्षको नीति तथा सिद्धान्त तथा प्राथमिकतामा कुरा गर्दै गर्दा म केही आफ्नो तर्फबाट रायहरू, यसमा सुझावहरू र यसलाई कसरी सुधार गर्न सकिन्छ होला आगामी दिनमा भन्ने कुराहरू राख्न चाहन्छु। यो एउटा अंग्रेजीमा भनिन्छ, The freedom of expression is nothing if you don't have freedom of thought. हामीले सोच्न सिकाउँदैनौँ भन्ने अभिव्यक्तिमा स्वतन्त्रता मात्र दिएर हुँदैन। हामीमा कतिवटा नयाँ कुराहरू हामीले योजना गर्ने, सोच्ने कुराहरूमै सुधार लिएर आउनुपर्ने, जसरी हामी प्रोग्रामहरू बनाउँछौँ त्यसमै सुधार लिएर आउनुपर्ने देखिन्छ। एकजना अमेरिकन राइटर एमी वेवले द सिग्नल्स आर टकिङ भन्ने किताबमा स्ट्राटेजी म्यानेजमेन्ट, योजनाहरू बनाउने कुराहरूको व्याख्या गर्दै गर्दा ट्याक्टिक्स, स्ट्राटेजी, भिजन र इन्भिजन भनेको कार्यनीति, रणनीति, दर्शन र परिकल्पनाको कुरा गरेको छ। हामीका राजनीतिक रूपमा विभिन्न अवसरहरू आउँदै गर्दा पाउँदै गर्दा यो 7 दशकको कार्यकालमा 7 दशकको राजनीतिक यात्राको क्रममा पटक पटक शक्तिशाली सरकारहरू बन्दै गर्दा र यसपालि पनि 2/3को ठुलो पहिलो र दोस्रो दलले सरकार बनाउँदै गर्दा प्राथमिकता के हुनु पर्थ्यो भनेर त्यो किताबको भनाइअनुसार चाहिँ ट्याक्टिक्स भनेको कार्यनीतिमा फोकस हुनु पर्थ्यो भनेर भन्छ। तर हाम्रो सिद्धान्त तथा प्राथमिकतामा हामी त्यो कार्यनीतिमा कति, जस्तै अहिलेको विकास, देशको अगाडि आर्थिक अवस्था अगाडि बढाउने, जीविकोपार्जन र अहिलेको दैनिकी सबै कुराहरू सुधार्ने हो भने हामीले सुधार्नुपर्ने सुशासन हो भनेर भन्छ। सुशासन नसुधारिकन यो पानी जहाज र मोनोरेलको सपनाहरू बेचेर मात्र राजनीति हुँदैन। त्यसले हामीलाई अल्झाउने र बल्झाउने कुरा मात्र गर्छ। किनकि हामीलाई चाहिएको छ ड्राइभिङ लाइसेन्स 5 दिन 10 दिनमा कसरी आउँछ भनेर चाहिएको छ, तर हामी पानी जहाज अफिसको उद्घाटन गर्छौँ भनेको हामीलाई सुधार कहाँ गर्नु छ त्यो कुरामा हामी केन्द्रित भइराखेको छैनौँ। अझै पनि हामी गलत कुराहरूमा लागिराखेको छौँ भन्ने कुरा हो। सो पहिला त्यहाँबाट हामीले सुधार गर्नुपर्छ कि भनेर यो फ्रेजर इन्स्टिच्युटले भर्खरै आर्थिक स्वतन्त्रताको इकोनोमिक फ्रिडम अफ द वर्ल्डको रिपोर्ट निकाल्दै गर्दा उसले केही कुराहरू सुझाव दिएको छ र नेपालको हकमा हामीले पर क्यापिटा र जीडीपीको साइज बढिराखे तापनि विगत 20 वर्षदेखि हाम्रो इकोनोमिक फ्रिडम, आर्थिक स्वतन्त्रताको सूचकाङ्कमा हाम्रो सुधार नभएको भन्ने देखाउँछ। हाम्रो साइज अफ इकोनोमी र पर क्यापिटा बढेर पनि यदि आर्थिक स्वतन्त्रता बढिराखेको छैन भने त्यो मैले अघि भनेको जस्तै हामी सोच्न सिकाइराखेको छैनौँ तर अभिव्यक्तिको स्वतन्त्रता दिइराखेको छौँ भनेको त्यो सकारात्मक रूपमा त्यसले परिणाम नल्याउन सक्छ। तर त्यो कसरी हुन्छ भन्दै गर्दा एउटा चाहिँ साइज अफ गभर्नमेन्ट, हाम्रो सरकारको आकार धेरै ठुलो भयो। सङ्घीयता हुँदै गर्दाखेरि हामीले नम्बर अफ इन्स्टिट्युसनहरू चाहिँ धेरै थपियौँ सङ्घीयताको सबलीकरणको लागि र यसको संविधानको संस्थागत अभ्यासको लागि। तर पहिला खोलिसकेको बन्द गर्नुपर्ने सङ्गठन, संस्थाहरू, युनिटहरू चाहिँ हामीले बन्द गरेनौँ। योभन्दा 2 वर्ष अगाडिको सिद्धान्त तथा प्राथमिकतामा वाचन हुँदै गर्दा हामीले 112 वटा इन्स्टिट्युसन चाहिँ बन्द गर्नुपर्ने छ जसको अब अर्थ छैन भनेर सुनेको थियौँ, तर त्यो बन्द भएन। त्यसैले गर्दा हामीलाई त्यसले खर्च धेरै बढाइराखेको छ। अब हामीलाई यो टेक्नोलोजीहरू कसरी इन्हान्स गर्ने त्यो कुराहरू चाहिएको छ, तर हामी विभिन्न आयोग र नियोगहरू खडा गरेर त्यसमा राजनीतिक नियुक्तिहरू राखेर त्यसको सङ्ख्या मात्र बढाउने र नियुक्तिहरू मात्र राख्ने कुरा गरिरहेका छौँ। अर्को हामीले बजारमा त्यो लेभल प्लेइङ फिल्ड दिइराखेको छैन, लेभल प्लेइङ ग्राउन्ड दिइराखेको छैनौँ। जस्तै उदाहरणकै लागि हामीले हेर्यो भने कुनै इन्स्टिट्युसनले फरक फेसिलिटी पाइराखेको हुन्छ तर त्यही क्षेत्रमा काम गर्ने अर्को संस्थाले चाहिँ त्यो फेसिलिटी पाइराखेको हुँदैन। यो अर्को कुरा हो। अर्को हामीले बजारबाट गभर्नमेन्टले इन्टरनल बोरोइङ र त्यो चाहिँ
यतातिर पब्लिक इन्टरप्राइजमा जुन एक्सपेन्डिचरहरू खर्च जुन भइराखेको छ सार्वजनिक संस्थानहरूमा त्यसको रेट अफ रिटर्न हेर्दै गर्दा हामीले व्यर्थको खर्च गरिराखेको छौँ। त्यतिकै पैसामा नेपाल एयरलाइन्सको लगानी कति छ र बुद्ध एयरको लगानी कति छ, उसको कार्यविधि, स्ट्यान्डर्डाइज्ड अपरेटिङ प्रोसिड्युर के छ र उसको के छ, यो सबै हामीले तुलना गरेर हेर्दै गर्दा पनि हामीले कतातिर खर्च गरिराखेको छौँ र त्यो खर्च गर्नलाई पैसा कहाँबाट लिएर आइरहेको छौँ। हामीले जुन इन्टरनल बोरोइङ गरिराखेको छौँ, अब त्यो बाध्यता हाम्रो के पनि हो भने इन्टरनेसनल अन्तर्राष्ट्रिय बजारमा हाम्रो जुन क्रेडिबिलिटी घटिराखेको छ, हामी ग्रे जोनमा उसमा गइराखेको छौँ। त्यसले गर्दाखेरि होइन गभर्नर नियुक्तिमा हामी यो पार्टीको भनेर खुल्ला भनिराखेको छौँ कि यो पार्टीको भागमा पर्यो भनेर। हामीलाई त्यो भन्न पनि लाज लागिरहेको छैन कि गभर्नर चाहिँ फलानु पार्टीले पायो रे भनेर। अनि त्यो स्थितिसम्म हामी गइसक्यौँ। अनि त्यसपछि इन्टरनल बोरोइङ हाम्रो बाध्यता हुँदैछ। बिस्तारै विदेशीले हामीलाई पैसा दिन छाड्छ होला। साउन्ड मनी र फ्ल्याट मनीको कन्सेप्सन हेर्दा हामीले इन्फर्मल इकोनोमीलाई धेरै प्रायोरिटी दिइराखेको छौँ, छोडिराखेको छौँ। यो सबै कुरा अब यसमा हामीले नम्बर अफ इन्स्टिट्युसन यसमा हेर्दै गर्दा सुधार चाहिँ कसरी गर्नुपर्छ होला भनेर भन्दै गर्दा मैले एउटा सङ्गठनिक अभ्यासहरू, दोस्रो राजनीतिक संस्कार र तेस्रो हाम्रो कार्यविधिहरू, यो तीनवटा हेर्छु। सङ्गठनिक अभ्यासमा हामीले जहिले पनि सङ्गठनिक संरचना भनेपछि त्यो भन्नुको अर्थ चाहिँ अर्को थप सङ्गठन भनेर मात्र सोच्यौँ। यसको सङ्गठनिक संरचना क्षमता बढाउनुपर्छ भनेर सोचेनौँ। त्यसले गर्दाखेरि जसको इक्जाम्पल हामी फेडरल स्ट्रक्चरमा सङ्घीय संरचनामा गएपछि हाम्रो नम्बर अफ इन्स्टिट्युसन बढायौँ, तर त्यसलाई यसमा फेडरल स्ट्रक्चरमा मात्र बढायौँ, तल बढाएनौँ। बजेट 18 खर्बमा 5 खर्ब जति हामीले प्रदेश र स्थानीय तहमा पठाउँछौँ, तर पैसा मात्र पठायौँ, क्षमता पठाएनौँ, क्षमता बढाउनतिर लागेनौँ। त्यसैले गर्दा प्रादेशिक रूपमा आज पनि औसत रूपमा हेर्ने हो भने 7वटै प्रदेशले 20-25% बाहेक खर्च गर्नै सकेको छैन, किनकि पैसा मात्र पठायौँ हामीले, स्किल पठाएनौँ, रणनीति पठाएनौँ। त्यसैले गर्दा त्यसमा एउटा काम गर्नुपर्ने छ। अर्को राजनीति हाम्रो लागि निर्वाचन मात्र भइदियो। एउटा चुनावदेखि अर्को चुनावको समय 1825 दिन हुँदो रहेछ। एउटा निर्वाचनदेखि अर्को निर्वाचनको समय 1825 दिन हुँदो रहेछ। नेपालको राजनीतिको अभ्यासमा हामी 25 दिन सेलिब्रेट गर्छौँ। चुनाव जितेपछि घर दैलो गर्छौँ, धन्यवाद भन्छौँ, प्रसाद खान्छौँ, मिठाई खान्छौँ, तर त्यसपछि 1800 दिन चाहिँ हामी अर्को चुनावको तयारीमा लाग्छौँ। अहिले नै यहाँ हामी संसदमा सिद्धान्त तथा प्राथमिकतामा कुरा गर्दै गर्दा अगाडिको रोहरू कति खाली छ, किनकि सबैजनालाई अर्को चुनावको चिन्ता भइसक्यो। अब अर्को चुनाव कसरी जित्ने, आन्तरिक रूपमा र बाह्य रूपमा कसरी जित्ने भन्ने कुराको। सो हामीलाई राजनीति भनेको एउटा चुनावदेखि अर्को चुनाव मात्र भयो। तर यो बिचमा मैले गर्नुपर्ने कर्तव्य के हो, पहल के हो, म कहाँ उपस्थित हुनुपर्ने, कानुन कस्तो बनाउनु पर्ने, मेरो सहभागिता संलग्नता के हुनुपर्ने, त्यो कुरा भइदिएन। त्यसैले गर्दा पहिलो इन्स्टिट्युसन भनेको नम्बर अफ इन्स्टिट्युसन भयो, त्यसलाई सङ्ख्यागत रूपमा होइन, त्यसको क्षमता अभिवृद्धि आवश्यक छ भन्ने भएन। तर त्यो रिस्ट्रक्चरिङको कुरा गर्दै गर्दा अहिले प्रशासनिक एकरूपता अन्तर्गत भारतले एकदम राम्रो उदाहरण दिइराखेको छ। र यो कार्तिक मुरलीधरनले 2024मा लेख्नु भएको किताबमा पनि उहाँले भन्नुभएको छ कि यसमा हामीले एउटा टार्गेट सेट गर्नुपर्छ कुनै पनि इन्स्टिट्युसनको। हाम्रो टार्गेट के त? हाम्रो सङ्गठन सरकार अन्तर्गत रहेको इन्स्टिट्युसनको टार्गेट के हो? तर टार्गेट जसले सेट गरेको छ, म्याट्रिक्स बनाएको छ र उसले आफ्नो लागि डेडलाइन तोकेको छ, त्यो सङ्गठन र त्यो संरचनामा यही देशमा पनि राम्रो कामहरू पनि भएको छ, जसको एउटा उदाहरण हामी खोपको लिन सक्छौँ। खोप जुन हाम्रो अभियानहरू छ त्यो सफल छ। म सार्वजनिक लेखा समितिमा रहेर सार्वजनिक लेखा समिति अन्तर्गत स्वास्थ्य मन्त्रालयको बेरुजु फर्चेटको छलफलमा बस्दै गर्दा एउटा तथ्याङ्क पाएँ, एकदम सुखद तथ्याङ्क, कि अहिले विश्वमा हरेक 10,000 बच्चा जन्मिँदै गर्दाखेरि औसत मृत्यु 15 जना रहेछ। हाम्रो देशमा 6 जना मात्र रहेछ।
भनेपछि त्यो हाम्रो सफल भयो, किनकि त्यसमा फिक्स म्याट्रिक्स छ, त्यसको टार्गेट छ र डेडलाइन छ। त्यहाँ भोलि आउनुहोस् भन्ने कुरा हुँदैन। तर जहाँ हामी भोलि हुन्छ पर्सि पनि काम गरे हुन्छ, त्यहाँ हामी बिग्रिराखेको छौँ। त्यसैले त्यसमा संरचनागत सुधार हामीलाई चाहिएको छ। र अर्को कार्यविधि एसओपी, स्ट्यान्डर्डाइज्ड अपरेटिङ प्रोसिड्युर, विश्वव्यापी रूपमा यसको एकदमै धेरै अभ्यास भइरहेछ। हामी गर्दैनौँ किनकि त्यसले हामीलाई आफैलाई बाँच्छ भन्ने डर छ। यो तेस्रो कुरा। तर यो कसरी गर्न सकिन्छ भने एउटा इन्टिग्रेटेड पोलिसी चाहियो, एकीकृत नीति चाहियो, किनकि हाम्रो नीतिहरू एक अर्कामा बाजिराखेको छ। एउटै सरकारको दुईवटा नीति बाजिन्छ। सभामुखज्यू टुङ्ग्याइहाले। अर्को एकीकृत योजना चाहियो। एउटै सडक 3 चोटि किन खनिन्छ वर्षमा? यो ट्याक्स पेयर्सको मनी किन व्यर्थमा खर्च गर्छौँ? तेस्रो चाहिँ इन्टिग्रेटेड सेटलमेन्ट चाहियो, एकीकृत बस्ती चाहियो। यो तीनवटा कुरामा हामीले काम गरेर यसरी नीतिगत रूपमा एउटा सिद्धान्त र टार्गेट, म्याट्रिक्स र डेडलाइन बनाएर गयो भने हामी पनि राम्ररी काम गर्न सक्छौँ। तर त्यसको लागि हामी आफैप्रति कठोर हुनुपर्छ र आफूप्रति सुमसुम्याएर गरिने व्यवहारले अहिले जसरी गरिरहेछौँ सबै ठिक छ, म नै सबैभन्दा राम्रो भनेर जसरी हुन्छ त्यसरी चाहिँ सुधार हुँदैन। त्यसैले गर्दाखेरि यसमा हामीले प्रतिपक्षको बेन्चमा रहँदै गर्दा कसरी सघाउन सक्छौँ, किनकि हामी प्रतिस्पर्धी हौँ तर दुश्मन होइन। हामी सहकार्य, सहकर्म र सहयात्रा गर्न पनि सक्छौँ। धन्यवाद। माननीय ज्ञानबहादुर शाही, सबै 11 मिनट। त्यसपछि माननीय प्रकाश झोला। सम्माननीय सभामुख महोदय, आज यो संसदको रोस्टममा फेरि पनि उभिएका छौँ। यहाँ केही हुन्छ कि भन्ने आशाले। र यो अहिले हामीले यो प्री बजेटमाथि जसरी हामीले यो छलफल गरिरहेका छौँ, यो चाहिँ यहाँ छलफल गरिसकेपछि केही बजेट आउँदाखेरि चाहिँ केही कुराहरू सहजका साथ संशोधन भएर आओस् भन्ने उद्देश्यका साथ छौँ। संसद करिब करिब शून्य जस्तै देखिन्छ। अब होस् नहोस् पनि कसरी, अब यता बोलेको कुराहरू लागू नै नभएपछि यसको महत्त्व घट्दै गएको छ। सरकार चाहिँ संसदप्रति जवाबदेही हुनुपर्नेमा सरकार चाहिँ संसदप्रति जवाबदेही नभइसकेपछि यो संसदको महत्त्व पनि घट्दै घट्दै जानुपर्ने यो स्वाभाविक हो। तर एउटा आश्चर्य कुरा, मेरो पार्टीभन्दा अलिक परको काङ्ग्रेसतिर गएँ म। यो नेपाली काङ्ग्रेसमा दुईजना सशक्त युवा नेता हुनुहुन्छ, महामन्त्री गगन थापा र माननीय विश्वप्रकाश शर्मा। उहाँहरूको त्यो नीति तथा कार्यक्रममा कहीँ पनि देखेनौँ हामीले। यो किन प्रश्न गरिरहेछौँ भने यो संसदको सबभन्दा ठुलो दल हो नेपाली काङ्ग्रेस, र फेरि सरकारमा सहभागी भएको दल पनि हो। सायद उहाँहरूलाई यस्तो लाग्यो जस्तो लाग्यो, खाउँ भने कान्छा बाउको अनुहार, नखाउँ भने दिनभरिको शिकार जस्तै भयो जस्तो लाग्छ। विरोध गरिहालौँ, यहाँ आएको केही पनि छैन। विरोध गरौँ, आफ्नै पार्टी सरकारमा छ, के विरोध गरौँ? नगरौँ, मनले मानेको छैन, बरु संसदै छोडिदिउँ आनन्दै। त्यो भए हुनाले यो चाहिँ कस्तो अवस्था छ यो संसदको भन्ने कुरा यो एउटा सामान्य उदाहरणबाट पनि थाहा हुन्छ। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदयज्यूलाई र सरकार संसदप्रति चाहिँ जवाबदेही होस्। त्यो भए हुनाले अहिले विशेष गरेर हामीले विभिन्न कुराहरू हामीले यहाँ अवलम्बन गऱ्यौँ। यहाँभन्दा अगाडि नीति तथा कार्यक्रममा भाग लग्यौँ, अहिले प्री बजेटमा भाग लिँदैछौँ। अब विभिन्न बुदाहरू आएका छन्। अब अहिलेको सरकारले त्यो पहिलोको सरकारले के नगरेको थियो, अहिलेकोले केही गरेन भन्ने चाहिँ होइन। यो यस्तै हो आउने। भोलि हामी पनि सरकारमा भयौँ भने आउने यस्तै हो। किनकि यहाँ यस्तो अवस्था यो कसरी आयो भनिसकेपछि यसका 3-4वटा कारण छन्। यो संविधान देखाएँ मैले। यो संविधानभित्रका केही दफाहरू तपाईँहरूले पास गर्नुभयो त्यतिखेर, जसले आफैलाई घाँडो भएको छ। जस्तै हिजो मात्रै तपाईँलाई थाहा छ होला,
प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा अदालतबाट पक्राउ पुँजी जारी भएका मान्यज्यू पनि सहभागी हुनुहुन्थ्यो। तर त्यहाँ प्रहरीले छुँदैन। किन छुँदैन भनेपछि के व्यवस्था गरेको छ भने प्रहरी ऐनमा, यो संविधानले पनि खुकुलो बनायो, प्रहरी ऐनमा के छ भने प्रहरीको सिनियर सकल दर्जाबाट बढुवा गर्ने अधिकार सम्पूर्ण मन्त्री परिषदमा छ। तर त्यही कुरा नेपाल आर्मीमा छैन। किन? आर्मीले तपाईहरुको भन्या मान्छ जस्तो लाग्छ? मान्दैन। इतिहास थाहा छ त, रुकमान्द कौटाल हँदाउँदाखेरि प्रधानमन्त्रीले राजीनामा दिनु परेको थियो। तर आज प्रहरीमा त्यो कुरा किन छैन? किनभने त्यो बढुवा गर्ने जुन जिम्मा छ, त्यो जिम्मा चाहिँ मन्त्री परिषदको हातमा हुन्छ, बिचरा मन्त्रीको हातमा हुन्छ। अनि कलाई बढुवा गर्ने, कलाई सरुवा गर्ने, अनि आफ्नै कार्यकर्तालाई सरुवा र बढुवा गरेपछि त्यो कार्यकर्ताले अर्को मान्छे पक्राउ गर्छ। आज उहाँहरूको सरकार छ, उहाँहरूको मान्छे पक्राउ गर्दैन। भोलि अरू कसैको सरकार आउला, फेरि उनीहरूका मान्छे पक्राउ गर्दैन। त्यो भएको हुनाले हामीले यी संवैधानिक विभिन्न नेपाल सरकारका निकायहरूको सरुवा बढुवा गर्ने काम चाहिँ उनीहरूको विभागले गर्ने, त्यहाँ चाहिँ सरकारले दखलअन्दाजी नगर्ने। तर उनीहरूले राज्य र देशका विरुद्धमा काम गरे भने त्यो कुनै स्पष्टीकरण होइन, सिधै जागिरबाट निकाल्ने किसिमको यदि नीति बनेको भइदिए भए आज यो अवस्था हुँदैन थियो। अहिले जानुस् त, मुद्दा चल्दैन अदालतमा भन्छ। आज फौजदारी कसुरका मुद्दासम्म दर्ता हुँदैन। किन हुँदैन भने महान्यायाधिवक्ता कसले नियुक्ति गर्छ? प्रधानमन्त्रीले। नेपालभरिका सरकारी वकिल कार्यालय कसको अन्डरमा हुन्छ? महान्यायाधिवक्ता। अनि त्यो महान्यायाधिवक्ताले त आफ्ना पार्टीका कार्यकर्ताले अपराधै गरे पनि सरकारी वकिललाई चाहिँ मुद्दा लिन भन्दैन। अनि यसरी सिन्डिकेट गरेपछि अनि आज तपाईको न्यायालयमा चाहिँ सही हिसाबले न्याय किन हुँदैन? अदालतको प्रधान न्यायाधीश नियुक्ति गर्दाखेरि हामीले संवैधानिक परिषदमाबाट गर्छौँ। संवैधानिक परिषदमा को हुन्छ त? संवैधानिक परिषदमा प्रधानमन्त्री हुन्छ, अध्यक्ष, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता, कानुन न्याय तथा संसदीय मामिला मन्त्री, त्यसैगरी उपसभामुख। यो सबै राजनीतिक नियुक्ति होइन? अनि त्यस्तो किसिमको न्यायालयमा न्यायाधीश ल्याएपछि अनि ती न्यायाधीशले काम गर्छन्। आज वाइट बडी, एनसेल, 4G कति ठुला ठुला भ्रष्टाचारका काण्ड छन्। अख्तियारले हेर्दैन किन? अख्तियारको आयुक्त र प्रमुख आयुक्त नियुक्ति गर्ने नेपालको संविधानले स्पष्टका साथ तपाईको अख्तियारको आयुक्त र प्रमुख आयुक्तलाई नियुक्ति गर्ने नेपालको संविधानको धारा 238 मा संवैधानिक आयोगले नियुक्ति गर्छ भने अख्तियारको आयुक्त लोकसेवा आयोग पास गरेर ल्याउँ त, त्यसपछि भ्रष्टाचारका फाइल कसरी खोल्छन् हेरौँ। जसरी पनि हुन्छ संवैधानिक आयोग, चाहे निर्वाचन आयोगको कुरा गर्नुस्, चाहे अख्तियारको कुरा गर्नुस्, चाहे न्यायालयको कुरा गर्नुस्, यी सबै कुरामा चाहिँ के भयो भने राजनीतिक नियुक्ति हुने, संवैधानिक आयोग भन्ने बनाउने, तर त्यसमा सब पार्टीका कार्यकर्ता बस्ने र उनीहरूले जिन्दगीभरि भ्रष्टाचार गरे पनि उनीहरूलाई कारबाही नहुने, यस्तो किसिमको नीति हामीले यो संविधानभित्र लेखेका कारणले गर्दा आज देश बर्बादीतिर जाँदैछ। सुशासन कायम भएको छैन। अहिलेको सरकारले 2/3 पुग्छ। तपाईँ सरकारलाई म अनुरोध र अपिल गर्न चाहन्छु, एउटा ऐतिहासिक निर्णय गरिदिनुहोस्। संवैधानिक आयोगमा संवैधानिक परिषदले होइन कि उनीहरू खुला स्वतन्त्र रूपमा एक्जाम पास गरेर आउने व्यवस्था जारी गरिदिनुहोस्। देश आफै कायापलटको बाटो जान्छ। विषयवस्तुमा प्रवेश गर्नुहुन्छ। म विषयवस्तुभित्रै गएँ। यो चाहिँ किनभने यही विषयवस्तुमै आएको हुनाले यो किन आएन भने यो कमसेकम आओस् भन्ने हो। यो चाहिँ अस्ति पनि आएन र अहिले विशेष गरेर अब यो बजेटको कुरामा जाँदै गर्दा अब डिजिटल पूर्वाधार तथा डिजिटल अर्थतन्त्र भनेर जो आएको छ, सायद अर्थमन्त्रीज्यूले यसलाई केही डिजिटल गर्न सकिन्छ कि भनेर सोच्नु भएको छ हो कि? अब अहिले हाम्रो कर कति उठ्छ? हामीले भ्याट उठाउने जुन परम्परा छ के सबैले तपाईँ हामीले तिरेको भ्याट चाहिँ सरकारलाई तिर्छन् त? आज हाम्रो छिमेकी राष्ट्र भारत, भुटान लगायतका साना साना देशहरू आज डिजिटल सिस्टममा गइसक्यो। करहरू अहिले ढड्डामा काटिँदैन, त्यहाँ अहिले कर डिजिटल सिस्टमबाट काटिन्छ। आज पनि हाम्रो झन्डै मलेपाले कति गर्छ भन्नु, 77 खर्बभन्दा बढीको करिब अडिट गर्छ। हाम्रो कर कति छ? 298% सम्म पनि कर छ, 5% पनि कर छ। एभरेजमा हान्ने भने 30 देखि 40% त हामीले कर तिर्छौँ भने हाम्रो ट्याक्स उठ्नुपर्ने कति हो? उठ्नुपर्ने त 25 देखि 26 खरब हो नि त। तर उठ्छ कति? 10 देखि 12 खरब। कहाँ जान्छ? जनताले त पैसा तिरेको छ। त्यो चाहिँ ढड्डा सिस्टमका कारणले गर्दा कर चोरी हुन्छ। त्यही भएर
नेपाल सरकारको उपसचिवको जागिर खाएको 1 वर्षपछि, कर कार्यालयमा जागिर खाएको 1 वर्षपछि छोरा अमेरिका पढाउने, काठमाडौँमा 2-3 वटा घर बनाउने कारण यही हो। त्यो भावनाले अहिले अर्थमन्त्रीले यसलाई यदि पूर्वाधार विकास गर्नुहुन्छ भने मेरो अपिल छ, अनुरोध छ, यो पुरै जुन कर लिने प्रणाली छ यसलाई फुल डिजिटलाइजेसन गर्नुभयो भने कर चोरी हुँदैन। कर चोरी भएन भने विदेशीसँग ऋण माग्न पर्दैन। ऋण नमागिकन हाम्रो देश चाहिँ विकासमा अगाडि बढाउन सक्छौँ। हामीलाई कसैसँग ऋण माग्नुपर्ने अवस्था देखिँदैन। अर्को पर्यटन तथा हवाई पूर्वाधार भनेर आएको छ 15 नम्बर बुदामा। अब अवस्था कस्तो छ एकछिन हेरिदिनुहोस् त। हिजो मात्रै एकछिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जाउँ त भैँसी दौडे, कुदाकुद भयो। त्यो जग्गा किन हडपियो? त्यो आवश्यकता थियो कि थिएन? अब यस्ता किसिमका काम गरिसकेपछि अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि संसारमा कुनै पनि पूर्वाधार बन्न भन्दा त अगाडि त त्यसलाई आवश्यक पर्ने प्रशासनिक काम सक्ने कुरा हो नि त। आज प्रशासनिक काम नसकेका कारणले गर्दा विमानस्थलले त्यहाँ उडेका विमानहरूको करबाट, त्यहाँ राखेको पैसाहरूबाट विमानस्थलको तपाईँको चिया र पानी र त्यहाँको तपाईँको प्रशासन गर्ने खर्चसम्म पुगेको छैन। अनि कसरी चलाउनुहुन्छ त्यो विमानस्थल? अब पनि यो चाहिँ कुनै पनि विमानस्थलहरू कुनै पनि ठाउँ बनाउनुभन्दा अगाडि त्यसका प्रशासनिक कामहरू पुरै सक्नुभयो भने बल्ल विकास हुन्छ। होइन भने त यो कमाउ धन्दाका लागि, यसो सेटिङ गर्नका लागि त्यो कति रोपनीको जग्गा भन्ने त भोलि आउला छानबिनमा। तर मैले सुन्नमा गएको 3 लाख रोपनी जग्गा उठाएर 3 लाख रोपनीको जग्गा उठाएर करिब 3 लाख रोपनीदेखि जग्गा उठाएर यहाँ त तपाईँको 25 देखि 26 लाख रोपनीको जग्गा चाहिँ तपाईँको मुआवजा दिएको भेटिएको छ भन्ने सुन्नमा आएको छ। त्यो भोलि छानबिनले गर्ने राज्यको यसरी दोहन भएको छ। यसमा पनि अर्थमन्त्रीको अहिलेको यो बजेटमा जाओस् भन्ने हो। अब कृषि क्षेत्रको व्यवसायीकरण भन्नुभएको छ। अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध छ, अपिल छ, कृषि क्षेत्रमा अहिले मात्र केही पनि गर्नु पर्दैन। अघिल्लो वर्षको एकछिन डाटा पल्टाइदिनु पर्यो। 2 खर्ब 51 अर्ब 46 करोड रेकर्डेड हामीले कृषिका सामग्रीहरू आयात गरेका छौँ। यो ठुलो रकम हो। तपाईँहरूले अरू केही पनि नगरेर कृषिका जति पनि सामग्रीहरू आयात हुन्छन् त्यसमा एन्टी डम्पिङ ट्याक्स भन्छ। नेपालमा उत्पादन हुने कृषिका सामग्री बाहिरबाट आउँछन् भने तिनीहरूलाई महँगो बनाइदिने, त्यति मात्रै नीति ल्याउनु भने सरकारको राजस्व पनि बढ्यो र नेपालमा भएका जति पनि कृषिमा उत्पादन गर्ने मान्छेहरू छन् उनीहरूले बजार पाउँछन्। बजार पाए भने उत्पादन 2 गुणाले बढ्छ भोलि। र अर्को एउटा कुरा चाहिँ अब यो विगत 5 वर्षदेखि 1 खर्ब 5 अर्ब 1 मिनेट बाँकी अलिकति 1 खर्ब 5 अर्ब रुपैयाँ करिब कृषिमा अनुदान छ। तर त्यो अनुदानको 90% भन्दा बढी त्यो अनुदान आज किसानले पाएका छैनन्। त्यो पार्टीका कार्यकर्ताले पाउने हो। त्यो रोकिदिनु भयो भने अहिलेको मन्त्रालयबाट यसले चाहिँ तपाईँको त्यसलाई चाहिँ तपाईँको मलखात किन्नका लागि हजुरहरूले खर्च गरिदिनु भयो भने, अर्थात् भोलि बजारीकरणका लागि त्यो किसानलाई खर्च गरिदिनु भयो भने यसले चाहिँ सुगम गर्ला। अब कर्णालीको कुरा छँदैछ, अब कति बोलौँ? सायद अब आउँछ भनेर चुप लाएर बसेका छौँ। अब आएन भनिसकेपछि अब कर्णालीका सबै मान्यज्यूलाई यसपटक पार्टीभन्दा माथि उठिदिनका लागि पनि अपिल गर्न चाहन्छु। हस्, धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल। समयका लागि मान्य प्रकाश ज्वाला सबै 9 मिनेट, त्यसपछि मान्य वीरेन्द्र प्रसाद महतो। सामान्य सभामुख महोदय, आर्थिक वर्ष 2082-83 को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल भइरहेको छ। यो छलफलमा भाग लिँदै म केही आफ्ना धारणाहरू र सुझावहरू राख्ने अनुमति चाहन्छु। मान्य अर्थमन्त्रीज्यूले यो सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्दाखेरि हामीले दिएको एउटा सुझाव चाहिँ अक्षरशः त्यो सम्बोधन गर्नुभएको अनुभूति भएको छ। उहाँले भन्नुभएको छ कि नीतिको निरन्तरता। सरकारले अस्ति नीति तथा कार्यक्रम ल्यायो, जस्ताको तस्तै फोटोकपीको रूपमा यो चाहिँ सिद्धान्त र प्राथमिकताहरू आएका छन्। यो 2वटा दस्तावेज ल्याउनै पर्दैन थियो भन्ने लाग्छ मलाई। त्यसको चाहिँ अलिकति छोट्याएर काटछाँट गरेर अलिअलि एडिट गरेर त्यही कपी चाहिँ यहाँ प्रस्तुत गरिएको छ। र वास्तवमा यो बजेटका सिद्धान्त र प्राथमिकताहरू, मूलतः प्राथमिकताहरू यो
बजेट कस्तो आउँछ भन्ने कुराको एउटा ढाँचा, एउटा गाइडलाइन, एउटा ओरिएन्टेसन हुनुपर्ने हो। यो ओरिएन्टेसनमा बजेट आउँछ। हाम्रा प्राथमिकताहरू क्याटेगोरिकल्ली यी हुन्। यस हिसाबले चाहिँ यो सिद्धान्त र प्राथमिकता आउनु पर्थ्यो। त्यसरी क्वालिफाई भएन र एउटा सामान्य फेरि पनि कर्मकाण्डी यो ल्याउनै पर्ने हो भन्ने हिसाबले ल्याइएको छ। त्यसैले फेरि पनि यो प्राथमिकताहरू हेर्दाखेरि जनतालाई चाहिँ उत्साह दिने खालको, ऊर्जा दिने खालको र अब बजेट चाहिँ यो गाइडलाइनमा, यो मार्गदर्शनमा बजेट चाहिँ जनपक्षी आउँछ, जनमुखी आउँछ, विकास मैत्री आउँछ, उत्पादन र रोजगारी सिर्जना गर्ने खालको आउँछ भन्ने त्यो ऊर्जा, त्यो उत्साह, त्यो विश्वास दिने खालको देखिँदैन। बरु त्यही नीति कार्यक्रम र यो प्राथमिकतालाई हेऱ्यो भने कतै भोलि आउने बजेट फेरि पनि दलालहरू, भूमाफियाहरू, बिचौलियाहरू, कालाबजारीहरू अर्थात् टोटालिटीमा दलाल पुँजीपतिहरूलाई तिनीहरूको हित स्वार्थमा केन्द्रित भएर आउने आशंका गर्न सकिन्छ। त्यसकारण यो सिद्धान्त र प्राथमिकता हेऱ्यो भने बजेट फेरि पनि भुइँ मान्छेहरूको पक्षमा, जनताको पक्षमा, आधारभूत वर्गको पक्षमा आउने विश्वास गर्न गाह्रो हुन्छ। बजेटले भनेको एउटा कुरा चाहिँ अत्यन्त महत्त्वपूर्ण छ। बजेटका सिद्धान्त र प्राथमिकतामा आर्थिक सुधार, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तीव्रता दिन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधार तयार गर्न सम्पूर्ण स्रोत साधन र सामर्थ्यको परिचालन गर्न जरुरी छ। यो सिद्धान्त र प्राथमिकतामा भनिएको छ। वास्तवमा टेक्ने ठाउँ यही नै हो, उभिने धरातल यही नै हो। यो प्रतिबद्धता अनुसार बजेट ल्याउन सक्नुहुन्छ कि सक्नुहुन्न? यो प्राथमिकतालाई, यो चाहिँ प्रतिबद्धतालाई बजेटमा रिफ्लेक्स गर्न सकिन्छ कि सकिँदैन? मूल कुरा यही नै छ। साँच्चीकै यो प्रतिबद्धता अनुसार बजेट आउने हो भने राष्ट्र बनाउन सकिन्छ, अग्रगमनतिर जान सकिन्छ, लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन मद्दत पुग्छ र जनतालाई डेलिभरी दिन सकिन्छ। त्यसतर्फ माननीय प्रधानमन्त्री तथा अर्थमन्त्रीजीको ध्यान जाओस्। म गम्भीर रूपमा ध्यानाकर्षण गराउन चाहन्छु, अनुरोध गर्न चाहन्छु। आजको विकास मोडेल हेऱ्यो भने यो समय सान्दर्भिक छैन, युग अनुकूल पनि छैन, जनचाहना अनुसार पनि छैन। हाम्रो विकास जनताका आवश्यकतासँग जोडिनुपर्ने हो, जोडिँदैन। यो विकासले न रोजगारी सिर्जना गर्छ, न समृद्धि दिन्छ। त्यसैले त हामी पछि परिरहेका छौँ। युवाहरू बेरोजगार भएर विदेशमा भौतारिनु परिरहेको छ। बौद्धिक र ऊर्जाशील दुवै खालको जनशक्ति पलायन भयो भने देश कसरी बन्छ? न बौद्धिक मान्छेहरू देशभित्र छन्, न ऊर्जाशील चाहिँ युवाहरू देशभित्र छन्। त्यस्तो अवस्थामा देश बन्न गाह्रो हुन्छ। कमसे कम उनीहरूले देशमै काम गर्ने, उनीहरूको निम्ति यही देशमा स्पेस हुने, यही देशमा रोजगारी पाउने अवस्था सिर्जना हुनुपर्छ। त्यस खालको विकास मोडेलका बारेमा छलफल गरौँ, अलि नयाँ ढङ्गले सोचौँ भन्ने मेरो चाहिँ अनुरोध छ। अब विकासको भौतिक पूर्वाधार लगायतका विकास निर्माणको निम्ति मुख्य कानुन भनेको सार्वजनिक खरिद ऐन। सार्वजनिक खरिद ऐन उहिल्यै बनेको, आजको सन्दर्भमा कुनै हालतमा पनि त्यो समय सान्दर्भिक छैन। कुनै बेलामा गोर्खापत्रमा चाहिँ सूचना छापिन्थ्यो, त्यो सूचना दार्चुला वा ताप्लेजुङ पुग्नका निम्ति 1 महिना 1.5 महिना लाग्थ्यो। त्यसका निम्ति 45 दिनको चाहिँ सूचनाको अवधि राखिएको होला। अहिले डिजिटल युगमा सूचना प्रकाशित गरेको 2 सेकेन्डमा संसारभरि फैलिन्छ। त्यही थोत्रो चाहिँ कानुन बोकेर हिँड्ने जो विकास मैत्री होइन, विकास विरोधी छ। कमसे कम यहाँ पूर्व प्रधानमन्त्रीजी हुनुहुन्छ, हामीले त्यति बेला क्याबिनेटबाट त्यो सार्वजनिक खरिद ऐन फाइनल गरेर अगाडि बढाएका हौँ, संसदमा पेश भएन। त्यसैले यो आजको युग सुहाउँदो, आजको सन्दर्भ अनुकूलको विकास कानुन ल्याउनु पर्दछ। एउटा अम्ब्रेला कानुनको रूपमा ल्याउँ, मेरो चाहिँ सुझाव छ। र विकास बजेट अर्थात् पुँजीगत खर्चको अवस्था हेऱ्यो भने यति दयनीय छ,
यति निराशाजनक छ। चालु खर्च चाहिँ व्यापक छ, प्रशासनिक खर्च बढेको बढी छ, तर चाहिँ पुँजीगत खर्च चाहिँ अत्यन्त कम छ। त्यसमध्ये पनि त्यो पुँजीगत खर्च असारमा चाहिँ पेमेन्ट गरेपछि धेरै देखिन्छ। खास पुँजीगत खर्च त यो दोस्रो र तेस्रो चौमासिकमा हुनुपर्ने हो, त्यो भइरहेको छैन। हामीले विकास निर्माणका निम्ति तिर्नुपर्ने भुक्तानी पनि तिर्न सकिरहेका छैनौँ। अवस्था यस्तो छ। सरकारी निकायहरूको बिचमा, मन्त्रालयहरूको बिचमा समन्वय छैन। यसतर्फ पनि ध्यान जानु जरुरी छ भन्ने मलाई लाग्छ। बजेट सन्तुलित रूपमा आउँदैन, असन्तुलित। प्रधानमन्त्रीको जिल्ला, मन्त्रीको जिल्ला, यस्तै अलि पावरफुलहरूको जिल्लामा बजेट केन्द्रित गर्ने। म एकपटक चाहिँ माननीय अर्थमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु। कुनै बेलामा मनमोहन अधिकारीको नेतृत्वमा, प्रधानमन्त्रीत्वमा सरकार भएको बेलामा 900को कार्यक्रम, शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, सडक, सञ्चार लगायतको 900का एउटा कार्यक्रम आएको थियो। प्रत्येक निर्वाचन क्षेत्रमा बराबर बजेट छुट्याउने र सहबाट आउने चाहिँ विकास निर्माणका काम गर्ने त्यस्तो कार्यक्रम अगाडि बढाउनुहोस् न। म चाहिँ विशेष रूपमा अनुरोध गर्न चाहन्छु। आफ्नो गाउँ आफै बनाऊ भन्ने कार्यक्रम नाम त प्रत्येक वर्षको बजेटमा आउँछ, यसपटक नीति कार्यक्रममा आएन। त्यो कार्यक्रम भनेको चाहिँ जनमुखी कार्यक्रम हो। बजेट केन्द्रले दिने र जनताले आफै योजना छनौट गर्ने, ती योजना निर्माणको काम पनि जनताले गर्ने र त्यो जनमुखी बजेटको कार्यक्रम, जनमुखी र समाजवाद उन्मुख कार्यक्रम थियो। त्यो कार्यक्रम चाहिँ अगाडि बढाउनुहोस्, त्यो आँट गर्नुहोस्, म अनुरोध गर्न चाहन्छु। शिक्षा क्षेत्रमा हेऱ्यो भने वास्तवमा चाहिँ प्राविधिक शिक्षा अब चाहिँ यो सर्टिफिकेटहरू मात्रै चाहिँ उत्पादन गर्ने, बेरोजगारी उत्पादन गर्ने, बेरोजगारहरूको जमात बनाउने शिक्षा होइन। अब उत्पादनमूलक, रोजगारमूलक, सिपमूलक प्राविधिक शिक्षामा जोड दिन जरुरी छ। म यो सुझाव पनि दिन चाहन्छु। त्यस्तै गरी कृषि क्षेत्रका बारेमा धेरै कुरा भइरहेको छ। धेरै गर्न पर्दैन, उत्पादनमा जोडिनुभन्दा पहिले किसानलाई चाहिँ सपोर्ट गरौँ, मल, बिउ, सिँचाइ, विद्युत लगायतका विषयमा। त्यसपछि उसले उत्पादन गर्ने कृषि वस्तुको चाहिँ समर्थन मूल्य तोकौँ र उसले उत्पादन गरेको कृषि वस्तु चाहिँ बिक्रीको ग्यारेन्टी गर्यो भने किसानहरू चाहिँ उत्साहित भएर त्यो पेसामा लाग्छन्, उत्पादन पनि बढ्छ, रोजगारी पनि बढ्छ र त्यसले चाहिँ राष्ट्रलाई समृद्धितिर लैजान सक्छ। यसलाई अलिक क्लियर कट किटानीका साथ राखौँ भन्ने मेरो अनुरोध छ। म अन्त्यमा माननीय अर्थमन्त्रीज्यूलाई फेरि पनि अनुरोध गर्न चाहन्छु। बजेट निर्माणको प्रक्रिया नै झन्झटिलो छ। वास्तवमा चाहिँ यो अपारदर्शी पनि छ। यसलाई अलिक खुल्ला, पारदर्शी, अलिक समावेशी, अलि अन्तर्क्रियामुखी बनाउन सकिन्छ। अब हामीसँग यस वर्ष त झन् समय पनि छैन, यो छलफलको समय पनि निकै छट्याइयो, खुम्च्याइयो र कमसेकम जसले यो बजेट पास गर्ने हो, म सके बजेट पास गर्ने सांसदहरूले स्वामित्व लिने, अपनत्व लिने, कमसेकम यो बजेट मेरो हो र यो बजेटमा चाहिँ हामीले छलफलमा भाग लियौँ भन्ने किसिमको चाहिँ अवस्था त सिर्जना हुनु पर्यो। त्यस्तो अवस्था पनि छैन। सांसदहरू यो चाहिँ विकासका चाहिँ योजनाहरूका चाहिँ पत्र बोकेर मन्त्रालय विभाग दौड्नुपर्ने, धाउनुपर्ने, त्यो पनि सम्बोधन नहुने, यो अवस्थाको अन्त्य कसरी गर्नुहुन्छ म प्रश्न गर्न चाहन्छु। र सांसदहरूले यो सदनमा दिएका सुझावहरूलाई सम्बोधन गर्ने एउटा चाहिँ विश्वसनीय आधार के छ, म माननीय मन्त्रीजीसँग अनुरोध गर्न चाहन्छु। र फेरि पनि यो पपुलिस्ट र महत्त्वाकांक्षी बजेट नल्याउनुहोस्, यथार्थपरक, जनमुखी, कार्यान्वयन योग्य बजेट ल्याउनुहोस्, उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने नतिजामुखी बजेट ल्याउनुहोस्, जनतामा कमसे कम चाहिँ आशा जाग्ने किसिमको बजेट ल्याउनुहोस्। शुभकामना दिन चाहन्छु। धन्यवाद। माननीय वीरेन्द्र प्रसाद महतो, सबै 6 मिनट। त्यसपछि माननीय रामप्रकाश चौधरी। सम्माननीय सभामुख महोदय, सङ्घीय सदनमा पेश भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता यसपटक सन्तुलित र उन्नत सोच राखेर ल्याएको छ। त्यसैले म यसको समर्थन र स्वागत गर्न चाहन्छु। माननीय अर्थमन्त्रीज्यूले यसपटक सरकारको बजेट बनाउँदा भौतिक पूर्वाधार र डिजिटल इकोनोमी निर्माणमा विशेष ध्यान दिनुभएको छ। म यसको सराहना गर्दछु।
तर डिजिटल नेपाल निर्माणको लागि केही कानुनी झन्झट हटाउनको लागि पनि म सुझाव दिन चाहन्छु। लोक कल्याणकारी राज्य निर्माणको रटान धेरै वर्षदेखि लगाउँदै आएको छ, तर समावेशी विकास र सामाजिक न्याय कायम गर्ने कुरामा अहिलेसम्म ध्यान दिएको थिएनन्। यसपटक सरकारले त्यसतर्फ ध्यान दियोस्, आम नागरिकलाई विकासको लाभमा पहुँच सुनिश्चित गरियोस्। सन्तुलित विकासको लागि 3 तहका सरकारबीच उचित समन्वयको अभाव छ। सरकारी, सार्वजनिक र निजी क्षेत्रबीच उचित समन्वय र सहकार्यको आवश्यकता छ। बुँदा नम्बर 7 मा उल्लेख गरिएको सार्वजनिक वित्त सन्तुलन र बजेट सुशासनबारे बोलिएको छ, जहाँ सार्वजनिक वित्तका क्षेत्रमा विगतदेखि झाँगिँदै आएका विकृति र विसङ्गतको अन्त्य गर्दै पूर्व तयारी र लगानी ढाँचा तय भएका आयोजनामा पुँजीगत विनियोजन केन्द्रित गरिने कुरा आएको छ। यो स्वागत योग्य छ। उच्च प्रतिफल हासिल हुने आयोजनामा मात्रै सार्वजनिक ऋणको उपयोग गर्दा राम्रो हुन्छन्। नेपालको विकासमा बाधा आउनुमा राजस्व परिचालनमा प्रभावकारिता नदेखिनु हो। यसलाई प्रभावकारी बनाउने कुरा व्यवहारमा देखिनुपर्छ। देश विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको निजी क्षेत्रलाई साथमै लिएर जानको लागि व्यवसाय मैत्री वातावरण सिर्जना गरिनुपर्छ। निजी क्षेत्रले राखेका मागलाई सरकारले यथाशक्य चाँडो सम्बोधन गर्नुपर्छ। कानुनी, संस्थागत र प्रक्रियागत सुधारको खाँचो छ, यसमा सरकारको उचित कदम चालियोस्। विदेशमा काम गरेर फर्किएका युवाहरूको सिप, पुँजी र प्रविधिलाई देशको विकासमा लगाउने वातावरण बनाउनुपर्छ। नेपाललाई सन् 2026 सम्म विकासशील राष्ट्रमा स्तरोन्नति र सन् 2030 सम्म द्विगो विकास लक्ष्य SDG हासिल गर्न आवश्यक तयारी गरिने भनिएको छ। अर्थतन्त्रमा देखिएको समस्याको चुरो पत्ता लगाई आर्थिक अनुशासन कायम गरिनुपर्छ। अर्थतन्त्रमा गति नभरिकन हामीले लिएका यस्ता दीर्घकालीन लक्ष्य हासिल गर्न कठिनाइ हुनेछ। यसतर्फ सरकारले पर्याप्त ध्यान दियोस्। कृषि क्षेत्रको व्यवसायीकरण भन्दै आएको छ, तर कृषि क्षेत्रलाई यान्त्रिकीकरण र व्यवसायीकरण बनाउने तर्फ अहिलेसम्म राज्यको ध्यान पुगेको छैन। व्यवसायिक खेतीको लागि सरकारले केही थप सुविधा प्रदान गर्न सके यो क्षेत्रको विकासमा टेवा पुगिने थियो। बाँझो जमिनको चाँडोभन्दा चाँडो उपयोगको नीति अख्तियार गरियोस्। नेपालको शिक्षाको गुणस्तर बढाउने गरी लगानी हुनुपर्छ। देशको मुख्य पिलर मानिएको यस क्षेत्रको सर्वाङ्गीन विकासका लागि यसपटक सरकारले ध्यान दियोस्। स्वास्थ्य सेवाको गुणस्तर वृद्धिको लागि दक्ष जनशक्तिको खाँचो नहोस्। पछिल्लो समय चिकित्सक र नर्सहरूको विदेश पलायनको कुरा पनि आइरहेको छ। उनीहरूलाई देशमै रोक्न सक्नुपर्छ। स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारितामा ध्यान दिन जरुरी छ। निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिने भनिएको छ। यो खुसीको कुरो हो। सूचना तथा प्रविधिको क्षेत्रमा युवा पुस्ताले राम्रो उन्नयन गरेको खबर छ। यसको व्यवसायीकरणमा ध्यान दिने गरी बजेट सुनिश्चित गर्दा राम्रो हुन्छ। साना छरिएका दोहोरिएका स्रोत सुनिश्चित नभएका सम्पन्न